नमस्ते, जय श्री राम। यो ट्युजडे 14th को मैले कन्टिन्यू गरेको है बिकज लास्ट विक दिवाली थियो है। अनि ट्युजडे 14th मैले भन्दै थिएँ म दिल्ली आए जब गर्नु भनेर है। अब आउनु त आयो है। दिल्ली एउटा अन्जान जग्गा, भाषा अलग, खानाहरू, बस्नु रहन सहन सबै अलग, साह्रै पर्यो यहाँ आएर है। यो म तपाईहरुलाई यो 20 to 23 इयर्सको जर्नी यो जो भिडियोमा आएर भन्दैछु, यो त म तपाईलाई 10% जति नै म भन्दैछु। त्यो रियल स्ट्रगल, हार्डशिप, कति दुःख भयो, एभ्रीडे न्यू च्यालेन्ज, के न के भइराको, मान्छेहरु पनि त्यस्तै नै भेटेको। त्यो त म डल्लै डिटेलमा गएको पनि छैन, सायद म जादिनँ होला। त्यही कारण म माथि नै ज्यादा कुरा गर्दैछु है। त्यहाँबाट फेरि दिल्लीमा आएर हिन्दी बोल्नु परेको त्यही माथि। हाम्रो हिन्दी कस्तो हुन्छ, खाऊंगा जाऊंगा हो, हामी त सबै खान्छ यहाँ त दिल्लीमै, खाएंगे पिएंगे हो। अब सुरुमा म त मैं जाऊंगा खाऊंगा पानी खाऊंगा भन्थ्यो, हाँस्छ मान्छेहरु हो। अब अभियसली उनीहरुको लागि फनी नै हो, हामी त अब सबै खान्छ यहाँको मान्छेले, पिउने भनेर पनि युज गर्छ वर्ड है। अन्त साह्रै परे हिन्दी बोल्नुहरु पनि, भाषा पुरा चेन्ज, खानाहरु पनि सबै चेन्ज हो। अनि म जब गर्नु पनि थाले, घरमा पनि पैसा पठाउँथे है, पैसा पठाउँथे। त्यहाँबाट हात त तर टाइटै हुन्थ्यो, अब दिल्ली कस्तो महँगो छ है। अनि मलाई दिल्ली आएर त्यो एउटा इन्सिडेन्ट याद आयो सुरुको। एउटा आन्टी बस्नुहुन्थे, हामी साथीहरुसँग बस्थ्यो है। एउटा आन्टी साइडमा बस्नुहुन्थ्यो रुममा। अनि त्यो आन्टी मलाई लाग्छ क्या उहाँ अर्कै कामहरु गर्नुहुन्थ्यो होला जस्तो लाग्छ। आइ एम सरी इफ आई एम रङ, बट त्यस्तै मलाई त्यस्तै लाग्थ्यो। उहाँको फोनहरु आएको देखेर यताउता गरेर, तर के छैन, सबको आफ्नो आफ्नो पर्सनल लाइफ है। कसैको के रिक्वायरमेन्ट हुन्छ, कसैको के हुन्छ, हामीलाई के त को के दुःखदेखि गई बितिरहेको हुन्छ त्यो थाहा हुँदैन नि। बट द्याट आन्टी, आई एम थ्याङ्कफुल टु हर टुडे, शी वाज सो काइन्ड। मलाई बच्चा बच्चा भनेर बात गर्नुहुन्थ्यो है। त म अफिसरले नमस्ते आन्टी, यस्तो नमस्ते बेटा, ठीक है तू, त्यस्तो बात मात्रै हुन्थ्यो है। अन्त एक दिन यस्तो भएको थियो कि मेरो पैसै सक्नु आँट्यो। अब मन्थ एन्ड 3-4 दिन छ अझै खत्तम हुनु है। अब अफिसमा फुड कार्ड त पाउँथ्यो, त्यो एउटा फुड कार्ड हुन्थ्यो, त्यसमा चाहिँ फ्री मिल हुन्थ्यो। अन्त एक टाइम चाहिँ घरमा खाने है। अन्त त्यहाँबाट पैसा सकिनु आँट्यो है। यसो त कतिखेप भयो खै, भगवानले काहीँ न काहीँबाट जोडाइदिनु भयो है। तर मलाई एउटा इन्सिडेन्ट याद आयो। अन्त भोक लाग्यो, मलाई पुरा भोक लाग्यो। त्यो राति पनि खाएको थिएन केही पनि, बिहान भइसक्यो, छुट्टी थियो दिन है। अब त्यो पैसा खर्च गरेर खानु कि त्यो पैसा राख्नु, दिमागमा त्यस्तो चलिरहेको थियो है। अन्त त्यो आन्टी त्यही घरमै हुनुहुन्थ्यो। अन्त म त्यो आन्टीको दैलो अगाडि जानी बुझी दैलो अगाडि हिँडिबसेँ क्या। मेरो मेन मकसद थियो खानु पाओस् के भनेर। पुरा भोक लागिरहेको थियो, अब पैसा पनि थिएन खर्च गर्नु। अलिकति थोरै नै थियो, तर इमर्जेन्सीको लागि राख्नु पर्यो जस्तै अब। अन्त त्यो आन्टीको दैलोको आगे मतलब यताउता वक गरेको चाहिँ डुलिबसेँ म। अन्त त्यो आन्टी बाहिर निस्के लक्कीली। अन्त बेटा तेरा आज छुट्टी है त्यस्तो भने। अन्त हाँ आन्टी त्यस्तो भने। अन्त तर पनि बोलाएन उसले हो, भोकले कुई भइसक्यो। अन्त त्यहाँबाट थोरै देर बाद फेरि बोलायो त्यो आन्टीले, भित्र आइज, आऊ खाना खाऊ, खाना खाया तूने भने। मैले नहीं आन्टी भने। आज यही खा ले भनेर भित्र गएँ। ढुक्क पनि लाग्यो, खाना चाहिँ पाएँ, पैसा बाँच्यो मेरो भनेर हो। तर एकतर्फ दिमागमा डर पनि थियो, किन त्यो आन्टी अर्कै ट्र्याकमा थियो क्या। एकतर्फमा मलाई डर पनि थियो, भित्र गएर के मिस ह्यापनिङ भयो भने भन्ने डर पनि थियो। एकतर्फ भोकले कुई भइरहेको हो। फेरि जान्छु भनेर गइदिएँ म।
अन्त लक्कीले खाना दिनुभयो आन्टीले है 2-3 दिन दिनुभयो मलाई आन्टीले खाना अनि त्यस्तो मसँग के नराम्रो पनि भएन आइ एम थ्याङ्कफुल टु द्याट आन्टी एज वेल को आन्टी म चिन्नु पनि चिन्दिनँ कहाँको हो आइडो मलाई याद पनि छैन कुन चाहिँ जग्गाको थियो भनेर त्यति हो त्यहाँ रेन्टमा बस्नुहुन्थे त्यो भन्छ नि हामी कसैकोबाट के एक्सपेक्ट गर्छ नि क्या त्यो को मान्छे म चिन्दिनँ पनि उहाँले मलाई खाना दिनुभयो त्यो खाना मेरो लागि कति इम्पोर्टेन्ट थियो मलाई नै थाहा छ उहाँले मलाई खाना दिनुभयो बोलाएर त्यो आन्टीलाई म आजको दिनसम्म म थ्याङ्कफुल छु उहाँको थर्ड पर्सन भएर पनि उहाँले सायद बुझ्नुभयो होला यसलाई खाना चाहेको है केही भनेर कालिम्पोङ जब म सोच्छु है हामी त्यहाँ जन्म भएको है हामी त्यहाँ हाम्रो चाइल्डहुड बितेको त्यहाँको धेरै मान्छेहरू सोच्छु क्या त्यो मान्छेहरू भन्दा त यो आन्टी राम्रो थियो मलाई को थर्ड पर्सन भएर खाना त दिनुभयो उहाँले बुझ्नु भयो क्या उसलाई यो नानीको यो रिक्वायरमेन्ट छ भनेर त्यो आमा बाउले छोडेर गएको सानो सानो टोरी नानीहरूलाई 10वटा चिज चाहिन्छ है सबसे ठुलो कुरा माया चाहिन्छ काश यो कुरा कसैले बुझ्दिएको भए है सायद आजको दिन म यहाँ हुन्थेन होला किनभने मेरो मन पुरा उता नै थियो मलाई उतै बस्नु मन थियो मेरो आमा बाबाको घरमा तर अब डेस्टिनी है के छ डेस्टिनीमा त्यो थाहा हुँदैन कसैलाई तर काश त्यस्तो केही भएको भए राम्रो केही भएको भए चाहिँ मलाई आफ्नो जग्गामै बस्नु मन थियो आजको लागि यति नै राख्छु थ्याङ्क यू सो मच फर वाचिङ जय श्री राम